बोल्नु। हाय साथीहरू, अब मेरो भिडियो चाहिँ मैले गर्नु सकिनँ होइन। कति दिन भइसक्छ। मेरो घरमा यस्तो परिस्थिति आछ कि मेरो बुढोको एक्सिडेन्ट भएर म बुढोलाई हेलो भन्नु त। हेलो। हामी हस्पिटलमै छौँ। अपरेसन भएको छ। यहाँ खुट्टामा स्टिल रड गराएछ, फिट गराएछ। त्यही भएर मैले भिडियो चाहिँ दिन सकेको छैन। के गर्नु अब, मेरो परिस्थिति यस्तै हो। तपाईँ चाहिँ एकदम नमान्नु। मेरो श्रीमान अलिकति राम्रो होस् अनि हामीले भिडियो गर्छौँ। राम्रो नदिएपछि पनि नर्मल भिडियो दिन कोसिस गर्छौँ ल। मैले तपाईँलाई धेरै दिन भयो मैले भन्छु भन्ने मेरो दिमाग पनि ठिक थिएन। अझै 8 दिन भइसकेको छ यस्तो भएको। के गर्नु, मैले तपाईँहरूलाई मैले अब त्यही भनेर मैले नातिनीलाई मैले भने भिडियो गरेर यसो भनिदिएँ साथीहरूलाई। के गर्नु अब यस्तै हो। मेरो श्रीमानले पनि भन्नुहुन्छ आशीर्वाद दिनु है सबैलाई। आशीर्वाद दिनु। यता स्टिलको प्लेट लागेको छ खुट्टामा। तपाईँलाई आशीर्वाद दिनु, छिटो राम्रो होस् अनि मेरो श्रीमान पनि यसो भिडियो गर्नु पाउँ। फेरि सर्ट्स जस्तै कमेडी भिडियो आउँछ।